Hello and welcome to my vlog guys. गोरुजहरु हामी आज जाँदैछौं पिके घुम्नलाई अनि हामी अहिले अलिकति हिँडिसक्यौं घरबाट चाहिँ टाढै हिँडिसक्यौं तर पिके पुग्नलाई त अझै धेरै छ त्यसैले साह्रै गाह्रो छ त्यहीमाथि आजको वेदर राम्रो छैन के आज बजार हुन्छ पिकेतिर माथि देवी थानहरु हैन त्यहाँनिर खुल्लिन्छ अनि जानु चाहिँ त्यो हेर्न जान थियो तर सँगसँगै यार भ्यू देखे भए राम्रो हुन्थ्यो के अन्त आज भ्यू देख्दा जस्तो उयो वेदर चाहिँ छँदै छैन अलिक अगाडि हिँडेपछि देखाइदिन्छु बिकज अहिले घाम नलागेको देखेर थाहा भइसक्यो होला कस्तो खालको वेदर छ त्यहीमाथिबाट सिमसिम पानी पो परिरहेको छ वाह 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 देखो न गाइस ऐसा वेदर है कुछ भी नहीं दिख रहा अनि हिँड्दै छन् त्यहाँ दुईजना पछाडि मेरो साथीहरु ट्विङ्कल हेलो हेलो अगाडि हामीलाई ल्याउनु ठुलो ठुलो मान्छेहरु अनि दुईजना हामी जत्रो चाहिँ अगाडि गइसक्यो अब 1300 छ त्यही भएर अलिक हिँड्नु सकिरहेको छ अघि ठाडामा त यता र उता भइरहेको थियो अनि गयो के उता पर पुगिसक्यो उनीहरु कहिले जुने पुग्छ हामी अझै कति धेरै ठाडो छ उकालो जुन कि मैले केही छैन भन्दै टार्दै हिँडिरहेको छु के यसले भन्छ सुमफल हो कि खै के फल भन्ने खान चाहिँ मिल्छ तर खायो भने पानी पर्छ अरे के टिप्यो भने भन्ने सुनेको चाहिँ थिएँ मैले अनि मैले भोगेको छु कि मैले पहिला एकचोटि टिपेको थिएँ अनि त्यसपछि एकछिन पानी पऱ्यो कि त्यसपछि हो रहेछ जस्तो लाग्थ्यो अनि त्यही भएर म टिप्दिनँ यसलाई जङ्गल चाहिँ धेरै नै छ हाम्रोतिर त हाम्रैतिर हो तर हाम्रो घर गाउँभन्दा चाहिँ माथि नै हो यो चाहिँ तर पिके पुग्नुको लागि चाहिँ एक छेउ पनि हिँड्छ अरे हिँडेको छैनौँ कि हामी अझै धेरै छ के धेरै नै टाढा छ पिके भन्ने ठाउँ चाहिँ त्यहाँबाट चाहिँ धेरै हिमालहरू पनि देख्छ हैन सबै देख्छ डाँडा काँडाहरू तर देख्नुलाई आजको वेदर एकदमै खतरनाक वाला राम्रो छैन त्यही भएर खासै रमाइलो चाहिँ हुन्छ जस्तो लागेन तर घुम्नु जान चाहिँ हैन यस्तो लामो बाटो चाहिँ अहिले चाहिँ म यो वर्ष 2 चोटि भयो है जस्तै लमुजी गएको अनि आज हामी यता आएको छौं यतापट्टिको भ्यू अलिक खुल्दै आएको छ मेबी यता पनि खुल्लिन्छ कि यो बादलहरू हराउँदै जान्छ भनेर म एकदमै प्रार्थना गर्न चाहन्छु हो अनि म देखाउन चाहन्थे त्यतातिर तर अहिले मैले फ्रन्ट साइडबाट भिडियो बनाउँदैछु त्यही भएर उतापट्टि देखाउनु मिलेको छैन यस्तो चलिरहेछ त्यता यस्तो राम्रो यताबाट बादल खुल्लिँदै आइरहेछ यता पनि खुल्ले चाहिँ हुने भन्ने चाहिँ छ पिकेटपमा पुग्ने ठाउँमा चाहिँ पिकेटपमा पुग्नु चाहिँ अझै 2-4 घण्टा 4-5 घण्टा नै लाग्छ होला धेरै लामो छ के बाटो हामी घरबाट निकै छिटै हिँड्ने होला त्यसपछि पनि हिँड्नु सक्दैन भनेर हामी चाहिँ अगाडि आएको हो अझै पछाडि पनि आउँछन् यहाँनिर छ जङ्गल जुन कि एकदमै दामी छ दामी अनि अघिदेखि मलाई 3-4 वटा जुगाले चाहिँ खाइसक्यो कपडा चाहिँ साह्रै राम्रो भएको छ मेरो अहिले त्यो माथि सेतो सुरुवाल लगाइराखेको थिएँ कि अनि त्यही भएर साह्रै राम्रो छ कपडा अनि म के गर्न सक्छु भनेर म आफूलाई चिन्ता लागेको छ बिकज यो चाहिँ पानी परिरहेको थियो त्यही भएर हिलोले यस्तो भएको कपडा चाहिँ अनि के गरौँ भइरहेछ अनि यतिखेर मलाई रिग्रेट फिल भइरहेको छ कि मैले किन सेतो कपडा लगाएँ सेतो कपडा नलाउने भनेर ब्ल्याक जिन्स नै निकालेको थिएँ तर अप्ठ्यारो हुन्छ कि यस्तो लामो टुरमा त्यही भएर तपाईहरु पनि जानु हुनुहुन्छ भने सजेसन चाहिँ यही दिन्छु कि कलर जस्तो सुकियोस् आफूले कम्फर्टेबल हुने कपडा लाऊँ नत्र भने बीच बाटोमा पुगेर रिग्रेट हुन सक्छ अनि हामी दुईटालाई लेक लाग्दैन यो अनुलाई लेक लाग्छ जस्तो लाग्थ्यो कि मलाई अनि लेक लाग्यो भने
सायद आधी बाटोमा फर्किन पनि सक्छौँ हामी। कस्तो राम्रो ठाउँ रहेछ बडा, तर के गर्नु अलिक कुहिरो छोपा छ। वाउ 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 म देखाउँछु ल, तर कस्तो देखेको छैन के, ब्याक साइडबाट गर्नुपर्ने रहेछ भिडियो। यस्तो राम्रो छ के, इट इज भेरी भेरी ब्युटिफुल भन्न चाहन्छु। उता पर डाँडा एकदम खुल्ला छ, आकाश मात्रै यस्तो छ के, तर डाँडाको यतातिर चाहिँ ठिकै छ। अनि अहिलेको लागि मलाई मेरो साथीहरू चलाइरहेको छ, किनभने तिनीहरू पछाडि नै छन् अनि बाटो बिराउँछ, त्यही भएर बाटो देखाउनु परेको छ। यो छ पार्ट 1 अनि नेक्स्ट ब्लग आउँछ पार्ट 2 मा। त्यतिसम्मका लागि लाइक गरिदिनु होला। बाई बाई।